भन्छु आज मनका कुरा सुन्छौ भने तिमी जुनी जुनी सम्म मेरै हुन्छौ भने तिमी भन्छु आज मनका कुरा सुन्छौ भने तिमी जुनी जुनी सम्म मेरै हुन्छौ भने तिमी जिन्दगीको कुनै मोडमा रुनु पर्यो भने आफ्नै सम्झी परेली छुन्छौ भने तिमी आफ्नै सम्झी परेली छुन्छौ भने तिमी भन्छु आज मनका कुरा तिम्रो साथमा भए हाँस्न सजिलो हुन्छ मलाई भविष्य सम्झिएर बाँच्न सजिलो हुन्छ मलाई तिम्रो साथमा भए हाँस्न सजिलो हुन्छ मलाई भविष्य सम्झिएर बाँच्न सजिलो हुन्छ मलाई मेरा खुसी सबै नै तिमीलाई दिन्छु मेरो हुन्छौ भने तिमी ती हातले यी परेली छुन्छौ भने तिमी आफ्नै सम्झी परेली छुन्छौ भने तिमी भन्छु आज मनका कुरा सुन्छौ भने तिमी विरोधी सेनाको कुलसूची कामपेन्द्र अङ्गिरसे नमः उदयाय जगनिरसे पतित सुचेरादेव गाने पूजाय नमः अग्निवीर पुरोहित जयेश देवयेश ओतारं रत्नगातरं द्वैकाननो रस्तिपुता रवयेश देवता शिवाय द्वाराय नमः भक्तनेत सर्वदेवयेश दुर्वाय दुर्वासनेत सदारं जनं अवसरे यो अवसरमा सातवटा बाहुनलाई खुवाएर तृप्त पार्नुपर्छ अरे तिमी बाहेक अरू छैन जीवनमा ठुलो कुरा तिमी भए सबै पुरा हुँदैनन् केही अधुरा तिमी बाहेक अरू छैन जीवनमा ठुलो कुरा तिमी भए सबै पुरा हुँदैनन् केही अधुरा सुम्पिदिन्छु तिमीलाई जिन्दगी नै मेरो हुन्छौ भने तिमी ती हातले परेली छुन्छौ भने तिमी आफ्नै सम्झी परेली छुन्छौ भने तिमी भन्छु आज मनका कुरा सुन्छौ भने तिमी जुनी जुनी सम्म मेरा हुन्छौ भने तिमी टिकट आलो अक्षता सब तयार छ ल भिनाइट गर्दैन माया साँचो किन चाहियो संयोजनी त्यो हो संयोजनी
माया साँचो किन चाहियो सयौं जुनी थियो तिमीलाई मेरो माया अर्पण गरे तिमीलाई जीवन समर्पण गरे तिमीलाई मेरो माया अर्पण गरे तिमीलाई जीवन समर्पण गरे हो सयौं जुनी पाउन सकिन्छ सकिन्न यो जुनी त तिमीलाई नै भो झरझर झर्ने झरना पानी तिम्रै रूपमा मख पर्छ झरझर झर्ने झरना पानी तिम्रै रूपमा मख पर्छ प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ हे प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ मेरो सारा खुशी तिमी मेरो आफ्नो भन्नु तिमी मेरो सारा खुशी तिमी मलाई धेरै माया गर्ने दुःख पर्दा साथ दिने दुई मुटुको एउटै धडकन मेरो मनको मान्छे तिमी
बस्न पाए यो मनले सधैँ भन्छ तिम्रो खुसी देख्न पाए पूर्णिमाको जुन हो तिमी मेरो जिन्दगानी तिमी मरुँदाखेरि तिमीले मेरो आँसु पोछिदिने मेरो मनमा छौ तिमी मेरो संसार हौ तिमी तिम्रो दिलको बगैँचामा सयौं जुनी फुलिरहु तिम्रो दिलको बगैँचामा सयौं जुनी फुलिरहु यति चोखो तिम्रो माया मनमुटुमा सजाइरहु मेरो आफ्नो भन्नु तिमी मेरो सारा खुसी तिमी मलाई धेरै माया गर्ने दुःख मर्न साथ दिने दुई मुटुको एउटै धडकन मेरो मनको मान्छे तिमी तिम्रो साथ बिना जीवन म सोच्न सक्दिनँ मेरो साथ बिना तिमी हाँस्न सक्दिनौ संसारी चोखो माया अगाडि बुवा थोरै यसो हट्दिनु त अगाडि अगाडि यता फोटो खिच्नलाई दिनु। उहाँले पनि लाउने हो क्या लगाउनु क्या दिदी धेरै गर्न सातवटा गर्नु तिनजना त म तिनजना तिनवटासम्म त मैले नि गरेँ उतै पल्ला अलि राम्रो हेर्नु
के पुस्नलाई लिनु थियो त्यो एउटा टिका बोन आउनुहोस् हजुर भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष आफ्नो नै पराई नै आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई जाऊ
नाच्नु 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 हेर बुढी हेर नहेर ये जन्ती बेहुली लिएर हाम्रो छोराकी साह्रै राम्री लछिनकी बित्याउन पाइयो बुहारी हेर नहेर ये जन्ती बेहुली लिएर हाम्रो छोराकी साह्रै राम्री लछिनकी बित्याउन पाइयो बुहारी साह्रै राम्री लछिनकी बित्याउन पाइयो बुहारी हे लाउनु
बेहुलासँग माग्नलाई चोली दैलो छेक्दै छन् उता ती चेली हाम्रो छोरा कि साह्रै राम्री लक्ष्मी बिग्र्याउन पाइयो बुहारी माग्नलाई चोली दैलो छेक्दै छन् उता ती चेली हाम्रो छोरा कि साह्रै राम्री लक्ष्मी बिग्र्याउन पाइयो बुहारी साह्रै राम्री लक्ष्मी बिग्र्याउन पाइयो बुहारी धनका थुप्रा बातीको ताती भित्र टेकेर त्यही माथि हाम्रो छोरा कि साह्रै राम्री लक्ष्मी भित्र्याउन पाइयो बुहारी बातीको ताती भित्र टेकेर त्यही माथि हाम्रो छोरा कि साह्रै राम्री लक्ष्मी भित्र्याउन पाइयो बुहारी साह्रै राम्री लक्ष्मी भित्र्याउन पाइयो बुहारी दिदी बहिनीहरू सबै नाच्नु साथी अब फोटो गरेर हामीले हाल्नु पर्यो म त हालेको हालेको जाएको मैले हाले त
जानु भयो अब अलि पर्यो 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 यहाँ छोकिन्छ होला यहाँ आउनु न दुलैलाई कस्तो नाच्न मन लागिरहेको ल ल नाचौँ 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 खै नाचौँ नाचौँ हरिबोल ल ल ल ल घन्काउनु त ल ल लास्ट है अब लास्ट ल गाउनुस् गाउनुस् गाउनुस्
कहीँ खस्यो कि कहीँ यताउति गएको बेलामा यो बाटोतिर हिँड्दा खस्यो कि मायाले बोलेको बोली मिठो हो सुरिलो आवाजको जादु छुट्टै भो जो बल्ले पिरातीको कथा लेख्ने भो आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो हो जुन तारा साँचेर यो मनै तिम्रो हो धरती आकाश भागेर यो मनै तिम्रो हो जुन तारा साँचेर यो मनै जादु छुट्टै भो जो बल्ले पिरातीको कथा लेख्ने भो आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो हो जुन तारा साँचेर यो मनै तिम्रो हो धरती आकाश भागेर यो मनै तिम्रो हो जुन तारा साँचेर यो मनै तिम्रो हो ल अब यो थाल धुप यस्तो कार्यक्रम आरती हुन्न क्या पूजामा रुद्रीमा यसो घुमाएर यो नैवेद्य सब मान्छे दिँदा समर्पयामि चन्द्रबामन सोजात यसो घुमाउनु चन्द्रबामन सोजात ल्याएर
हाँसो त्यहाँ कता हाँसो सो जल्दी ल अब हरिओम तत्सात् विष्णुआद्यः पर्वत सङ्कल्प सिद्ध्यर्थो एवं ग्रागुण विष्णु विष्टा पुण्यत अद्यः भारताजु अद्राय तत् शुक्लमध्ये साख्यातेन सर्वणं मम नैवरतद विभागर्मिक ग्र चतुर्थी कर्मिक दक्षिणां रज तत्चन्द्र देवतां पूर्णपात्रम् अन्न प्रदेवतागं भविष्य दक्षिणां तत्चन्द्र देवतां अद्राय एउटा दान्त अधिकता तत् यहाँ चल्यो त्यतिर सदस्य फुलहरू साथीहरू गस्ती गर्छ सताना प्रेमी यस जग्गामा फुलहरू साथीहरू गस्ती गर्छ सताना प्रेमी र यत्र ब्रह्माद देव तत्र श्रेष्ठ जयन्ती देवा पूजा पूजा घर हो नि त बजार होइन नि त बिहान पूजा सुजा गर्छन् नि गराउँछ नि माथि चोरमा राख्दा माथि जन्ती आएको ठाउँमा कि यता माथि गाउँमा हो कि कोदालले फाल्छ कोदालले फाल्छ भोलि गएर 3 जना नभएपछि होइन अहिले त के अरे नपरेको अरे बिहान जाँदाखेरि दुई भाइ सानीमा किनेका नै रियल्ली हो यहाँ आएर बिहा भनेर गएका त्यस्तो बरु अरे अनि त्यहाँबाट फेरि अलिक केटी भएर आयो ऊ भान्जाको बिहामा जान्छ गएको ऊ भान्जीको बिहामा होइन आहा हो त चुक सक्यो अरे कहाँ पाइन्छ ल्याउने पठाऊ गिलाडी पाइन्छ र नि ल गइरह 3 चोटि भर्नु न लक्ष्मी कहाँ भनेको छ अरू कसमा एक बोतल राखेको अस्तिको जाँदा त्यो सबै ल भयो यसो देखिनलाई हो बाछा भयो राख्दा हुन्छ अब अहिले पुगेको दिन होला के त्यहाँ लाग्यो त्यही हातमा उता लगाइदिनु आटा ज्वाइले नि यहाँ लगाइदिए अलि यता आउनु न होइन बाबु यता
ल ल बाजा कमीहरू किन नजिक नजिक आएछस् रे पछि आमालाई आमा कस्तो बाबा यो लाने बाबु काँदुको नि एकछिन बाँकी भन्न पनि भन्नु है यसो अब कृष्णको पाला आयो कता गयो जसरी बिहा गरेको तिम्रो धोका चाहिँ जिन्दगी राम्रो जाओस् ऐमा सधैँ रहोस् पूर्ण होस् त्यहाँ दुईटा ब्याग छ नि बिचमा छ नि अब आज उतारी न अब हामीले गर्दैन कोही नमस्ते गर्ने अब त हामी घर चाहिँ आएपछि बरु नमस्कार गर्ने जेठानी नमस्ते ससुरालाई उसरी बाटा भेटेन नमस्ते खुट्टा त गर्दैन मान्छे घरैदेखि मात्रै यहाँ पछि मामा तिमी यता बस्छ छोरो बसेर लगाइदिनु दिदी
अलिकति हल्का उता पनि हेर्नु यो त बोल्दै छ नि त त्यसलाई हामीले चाहिँ एक महिना जान सक्ने गर्छ उता त्यही हात बल्ल साला साली यत्रमा बल्ल सँगै भयो नमस्ते भिडियोमा दक्षिणा चाहिँ कहाँ राम्रो छ कान्छोलाई लास्टेको माइती थियो यो सम्मान त दसैँ तिहारमा गरिन्छ भावना बान्छी विमल भान्जा
मेरो छोरीले घर बस्छ भाइ भोलि बस्छ छ कहिले कहाँ आउने गर्नुपर्छ क्या आमा हामीले ल यता हेर्नु है सबै हेर्नु है ल नमस्कार बुवा नमस्कार नमस्कार भन्नुहोस् के नाम हो तपाईँको थम्प्रसाद थम्प्रसाद के कति वर्ष हुनुभयो 71 कहाँ हो तपाईँको पहाड घर बागलुङ गोलकोट कापम कति वर्षको उमेरमा विवाह गर्नुभयो कति वर्षको उमेरमा विवाह गर्नुभयो तपाईँको 24 वर्षमा कति हुनुहुन्छ छोराछोरीहरू 8 वटा 8 वटा छोरा कति छोरी कति सबै हुनुहुन्छ छोराछोरीहरू के गर्नुहुन्छ अहिले घरमा घरमा के गर्नुहुन्छ अहिले बसेर खाने सबैभन्दा धेरै कसको माया लाग्छ तपाईँलाई कति मान्नु भयो बुहारी हिजो बिहा गरेको छोराको बुहारी कस्तो मान्नु भयो बुहारी त अब आउँदैसम्म त थाहा होला ल हस् बुहारी
नि सा रे सा 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 रे गा रे गा रे गा रे सा नि सा रे सा 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 रे गा मा रे सा नि सा रे सा 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 रे गा रे गा रे गा रे सा नि सा रे सा 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 रे गा मा रे सा। तेरी दो अखियां तेरी दो अखियां तेरी दो अखियां तेरी दो अखियां 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 तेरी दो अखियां तेरी दो अखियां तेरी दो अखियों में खो गया दिल मेरा तेरा हो गया तेरी दो अखियों में खो गया दिल मेरा तेरा हो गया इतनी भी मुझको खबर नहीं इतनी भी मुझको खबर नहीं कब जागा मैं कब सो गया तेरी दो अखियां तेरी दो अखियां तेरी दो अखियां तेरी दो अखियां 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 तेरी दो अखियां तेरी दो अखियां। तुझसे मिली नजर तो मैं हो गया दीवाना ओ तुझसे मिली नजर तो मैं हो गया दीवाना तन्हाइयों में तेरे लिखता रहा फसाना बातों में है तेरी कोई जादू होने लगी हूँ मैं तो बेकाबू तेरी दो अखियां 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 तेरी दो अखियां। बेचैनियों का मौसम रहता है रात दिन क्यों बेचैनियों का मौसम रहता है रात दिन क्यों लगता नहीं मेरा मन एक पल भी तेरे बिन क्यों सुन क्या कहे ये बावरी पवन अच्छा नहीं